भेरी गुड आफ्टरनुन फेरि पनि तपाईहरुलाई है। आजको भिडियो के बारे हो तपाईहरुले अवश्य पनि थाहा पाइसक्नु होला, जनाले थाहा होला मेरो बाइक कौन हो भनेर। मेरो बाइक हो क्रसफायर NC 250 हैन। मैले अब इन्स्टाग्राममा पनि सोधिराख्नुहुन्छ धेरै जनाले चाहिँ कस्तो भन्दा फेरि अब NC 250 लिएर छु हैन ब्रदर, अब NC 250 राम्रो छ कि नै हैन, राम्रो लागेर नै लिएको हो कि हैन नपाएर लिएको हो कि के कस्तो हो हैन। अब अप्सनमा धेरै थियो नि त, त्यही त अब कौन बाइक लिँदा ठीक हुन्छ, NC 250 राम्रो छ कि छैन हैन, खर्च धेरै निकाल्छ कि निकाल्दैन अरुको कम्पेरिटिभमा। सो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला, तपाईहरुको लागि एकदमै नै हेल्पफुल हुनेछ यदि तपाईहरुले NC किन्न जाँदै हुनुहुन्छ भने। अब चाहिँ भिडियो स्टार्ट गरौँ है त। धेरैजनाको डिमान्ड अनुसार मैले आज यो भिडियो गराउन जाँदैछु गाइस। धेरैजनाले सोधिरहनु भएको थियो क्रसफायर मेरो त NC 250 हो त, धेरैजनाले थाहा छ होला, सबैलाई थाहा छ होला धेरैजनालाई हैन। अनि NC 250 चाहिँ बाइक लिँदाखेरि के कस्तो हुन्छ हैन, ठिक छ कि छैन। अब क्रसफायरको धेरै भेराइटीहरू छ हैन, अब चुज गर्न एकदमै नै सजिलो त छ, तर पनि अब धेरैजनाले हैन अब क्वेसन गर्नुहुन्छ क्या धेरैजनाले हैन, कुन लिँदाखेरि ठिक होला भनेर। आज म मेरो बाइकको रिभ्यू दिनेछु अलिअलि, अनि एट द लास्ट तपाईहरुको बजेट अनुसार तपाईहरुको एक्सपिरियन्स हैन अनि एक्सपेक्टेसन्स अनुसार चाहिँ क्रसफायरको कुन बाइक लिँदा ठिक हुन्छ भनेर पनि त्यो बारे पनि कुरा गर्नेछु। मेरो बाइक चाहिँ यस्तो हुन्छ, एकचोटि यहाँ ग्यारेज छिर्नुपर्ने हाम्रो दोस्तमा दोस्तो छन्किने हो रहेछ। यहाँको यो नतै खसेर हेर्नु न यार, यस्तो हुन्छ कि क्रसफायरहरूको फेरि कच्चो हुन्छ, कच्चो हुँदा नि अब यहाँको चाहिँ झन्न खसेन त। के छ यार साथी, ठिक छ आएको के यो साइजको हो, कहाँ खसे सही छ यार। जस्ट नट सट हराउँदाखेरि होइन कि सानोतिनो काम परिहाल्यो भने साथीकोमा आइरहन्छु म, लाग्छ कि लाग्दैन हौ त्यो चाहिँ कस्तो भइदिएर कि पुरा चुडीको छ होइन ए बबाल भएछ यार, सही हो धन्यवाद यार सही हो। यस्तो हुन्छ अनि पारा त हाम्रो साथीकोमा आइदिनु होला तपाईहरु, यतैतिरको हुन्छ भने चाहिँ राम्रो बनाउँछ यार साथीले जस। अब यो हालिहाल्यो, अब यो कहिले खस्दैन कि जहाँसम्म बाइचान्स खसिहालेछ भने खसिहालेछ, म त अलिक खस्दैन कि त्यतिको विश्वास छ। लगेर हाइट सानो भएर यस्तो गाह्रो हुन्छ बेला बेला, रियाक्सन आएको छ हो यहाँ त किन। तर क्रसफायरहरू तपाईहरुले किन्न जाँदै हुनुहुन्छ भने चाहिँ अफकोर्स मैले तपाईहरुलाई सजेस्ट गर्न चाहिँ सक्छु कुन बाइक किन्दा ठिक हुन्छ। मसित अहिले मसँग भएको भनेको मेरो NC 250 किन्दा ठिक हुन्छ कि नै होइन, त्यो बारे आज चर्चा गर्नेछ। म जाँदैछु उतातिर, मोबाइल ठाउँछ कि त्यहाँ बसेर त्यहाँ मस्त लगाएर एकछिन बसेर कुरासुरा गर्नुपर्ने हुन्छ, यसबारे चर्चा गर्नुपर्ने हुन्छ। अब ओभरअल हेरेर उस गर्नुपर्ने। आज चाहिँ म तपाईहरुलाई भनिदिन्छु NC के कस्तो हुन्छ, NC लिँदा ठिक हुन्छ कि नै त हुन्छ। भ्यू है बाटो यतातिर ठिक हो, खाली जमिन होइन, सन सेट हुनु भएको बेला म चाहिँ झट्क आज भिडियो गराउनु निस्किँदैछु हाम्रो खैरेनीको धरहरा टावर। ल चाहिँ हामी टक्क लगाएर हाम्रो बाइकबारे कुरा गरौँ। एउटा ढुङ्गा राखेर स्ट्यान्डमा एउटा ढुङ्गा राख्छु, किन भन्दा बाइक अग्लो गराएको छ कि अलि बढी नै ढल्किन्छ कि मेरो बाइक चाहिँ। ढल्केको चाहिँ छैन, तर अब यतातिरको पनि देखाउनु पर्यो नि त तपाईहरुलाई, त्यसको लागि चाहिँ स्ट्यान्डमा ढुङ्गा राख्यो भने चाहिँ बबाल राम्रोसँग देख्छ। ल सनसेट हुँदा टक्क लगाएर है हेर्न सक्नुहुन्छ तपाईहरुले बाइक के कस्तो छ, बाइक चाहिँ के कस्तो भएको छ, के कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट। You can see this is my Crossfire NC 250 लास्ट 2019 मोडल है। बाइक एकदम बवाल छ, पावर एकदम बवाल छ है। मैले मार्केट खाएर बसेको बाइक हो हैन, अब त्यसै त खाएन होला मार्केट पक्कै पनि हैन। अब त्यही त अब आजको भिडियोमा NC 250 हो मेरो चाहिँ। अब धेरैजनाले मलाई एकदम सोधिराख्नु भएको थियो क्या, मलाई इन्स्टाग्राममा फलो गर्नुभएको छैन भने फलो गर्नु होला है बाइ द वे। अब इन्स्टाग्राममा मैले एकदमै नै अपडेटहरू दिइरहेको हुन्छु है मेरो नयाँ भिडियोहरूको बारेमा, अनि के कुराहरू सोधिराख्नुहुन्छ त्यो बारे पनि मैले एन्सर गरिरहेको हुन्छु हैन।
के डाउट छ भने इन्स्टाग्राममा सोध्नु होला, मलाई DM गर्नु होला, म मजाले है फिल फ्री टु आस्क के यसबारे के जानकारी दिनेछु अवश्य पनि। सो यस मेरो बाइक चाहिँ हेर्न सक्नुहुन्छ एकदम खोक्का बवाल थाउ छ नि है केटा, कस्तो छ थाउ सनसेट हुन लागेको बेलामा टक्क है सही थाउ रोज्छु कि मैले फेरि भिडियो गराउनलाई। पिस इन्भाइरोमेन्ट चाहियो क्या, हेर्नेलाई पनि मजा आओस् भिडियो गराउनेलाई पनि मजा आओस् के, त्यस्तो हो क्या। हिँड्न सक्नुहुन्छ मेरो बाइक चाहिँ टक्क लगाएर यहाँ छ, जुम गरिदिन्छु मैले। के सामानहरू थपेँ होइन, मैले चाहिँ धेरै कुराहरू थपिसकेको छु, हेर्न सक्नुहुन्छ के अब बिल मात्र कति त्यस्तै छ। अब NC 250 होइन सबै क्रसफायरहरूमा खर्च हुन्छ है केटा, एकदमै नै खर्च हुन्छ। तपाईँहरूले अब मेनली त सेकेन्ड ह्यान्ड बाइक लिँदै हुनुहुन्छ भने चाहिँ एकदम खर्च गर्नुपर्छ केटा हो है। अब सेकेन्ड ह्यान्ड बाइक हो राम्रै पऱ्यो होला होइन, खर्च गर्दैन म भनेर चाहिँ हुँदैन, तपाईँहरूले खर्च गर्नुपर्छ कि आफ्नो तरिकामा बनाउँदा चाहिँ खर्च बन्छ। पहिलाको ओनरले कस्तो तरिकाले बनाएको हुन्छ आफ्नो तरिकामा होइन, अनि कस्तो तरिकाले चलाएको हुन्छ, कस्तो तरिकाले के गरेको हुन्छ होइन, त्यो आफ्नो तरिकामा मिल्दैन क्या। आफ्नो तरिका र नयाँ तरिका मिक्स भयो भने चाहिँ बाइक बिग्रिने कारण चाहिँ मेन नै त्यही हो। अब मैले चाहिँ अब बाइक एकदम पुरै एसेम्बल गरी एसेम्बल होइन, अब इन्जिन चाहिँ अब यताउता केही गरेको छैन, किन भन्दा इन्जिनमा गर्नुपर्ने त्यस्तो छैन। तर इन्जिन बाहेक अगाडि टुप्पोदेखि लिएर पछाडिसम्म सबै एमा मेरो तरिकामा बनाएको छु होइन। अब खर्च हुन्छ है केटा, अब क्रसफायर NC-मा होइन सबैमा खर्च हुन्छ। अब खर्च चाहिँ अब सबैको एकदम लगभग एउटै नै हो त भन्ने भने क्रसफायर भनेपछि अब त्यही त अनि खर्च गर्ने बाइक हो, अब खर्च त भइ नै हाल्छ। 2019देखि चाहिँ अब डिस्कन्टिन्यू भएको NC 250 तपाईँलाई थाहा नै होला। बाइक चाहिँ बवाल छ है, त्यसमा चाहिँ केही कमी छैन, तर डिस्कन्टिन्यू चाहिँ भयो होइन, आउन चाहिँ छोड्यो। हुन त अब अहिले सबै बाइक डिस्कन्टिन्यू भइसकेको छ लगभग। अब अहिले भनेको नयाँ RMZ आएको छ, त्यो बाइक चाहिँ अब तपाईँहरूले के कस्तो लाग्यो भनिदिनु होला। मेरो ओपिनियन चाहिँ राख्दैन, फेरि राख्यो भने फेरि यहाँ कमेन्ट सेक्सनमै उस हुन्छ, त्यो चाहिँ छोडिदिउँ त्यो कुरा चाहिँ। सो भिडियो सुरु गरौँ। सबैभन्दा सुरुमा चाहिँ NC-मा मैले एकदमै नै फरक अरू बाइकहरूभन्दा अरू क्रसफायर बाइकहरूभन्दा चाहिँ के फरक पाएको भन्दाखेरि चाहिँ यसमा पावर चाहिँ एकदमै नै धेरै हुन्छ है कसम क्या। यो एकदम के र टाइपको छ कि यसको पावर होइन, अनि यसको टर्क त्यतिको पावर चाहिँ मैले सायद अरू बाइकहरूमा चाहिँ त्यस्तो फिल गरेन होइन। सबै चलाइसकेँ मैले क्रसफायरको बाइकहरू चाहिँ होइन, इटालिकाहरूदेखि लिएर क्रसफायरको त्यो भेराइटीहरू होइन सबै चलाइसकेको छु म चाहिँ। क्लच प्लेटहरू होइन अनि के अरे कार्बोरेटरहरू चेन्ज गऱ्यो भने चाहिँ आर्मीमा पनि बब्बाले हुन्छ है, तर त्यसमा पनि केही कमी छैन। तर मैले एकदम र पावर फिल गरेको भनेको चाहिँ NC र एक्जेटमा है केटा कसम के। र भनेको चाहिँ अब खर्च होइन, खर्च चाहिँ आई थिङ्क सबैभन्दा धेरै खर्च निकाल्ने भनेको नै RM-ले एक्जेट भनेको एकदमै नै बलियो बाइक भनेर चिनिन्छ होइन। अब NC भनेको चाहिँ अब एक्जेटको दाइ नै हो कि, तर पनि अब एक्जेट भन्दा चाहिँ अलिक बिग्रि नै रहेको हुन्छ NC चाहिँ, मैले धेरै जस्तो देखिरहेको हुन्छु। अनि अर्को भनेको RM, किन भन्दा RM चाहिँ अब अलिक एडभान्स छ होइन अरू बाइकहरू भन्दा, अनि त्यही माथि अब डुअल एक्जस्ट हुन्छ त्यसमा RM-ले चाहिँ। अनि वायरिङहरू पनि एकदमै नै वायरिङमा चाहिँ मैले सबैभन्दा धेरै समस्या देखेको भनेको NC र RM-मा लास्टै समस्या दिन्छ यार केटा यार वायरिङमा त। बाइक ल्याउने बित्तिकै वायरिङमा समस्या थियो, अब अहिले अनि अस्ति भर्खर हेडलाइट बोलेन, अहिले हर्न बजे छैन, अब कहिले सेल्फ हान्दिन्न है, अब त्यस्तै छ वायरिङहरूमा। अब त्यस्तै समस्या हुन्छ, कहिले स्टार्ट भइदिन्न, त्यस्तो समस्याहरू दिइरहेको हुन्छ होइन। त्यो NC-मा र RM-मा धेरै देख्छु अलिक बढी नै समस्या दिन्छ कि, तर धेरै जस्तो चाहिँ एचजेहरू होइन अनि एक्जेटहरूमा चाहिँ खासै वायरिङको समस्या दिए जस्तो लाग्दैन मलाई चाहिँ। अब मेन्टेनेन्स कस्टको कुरा गर्ने हो भने चाहिँ किन भन्दा अब RM-को चाहिँ अलिक एक्सपेन्सिभ पनि छ कि होइन, तर लगभग सबै क्रसफायरहरूको सेम नै छ क्या मेन्टेनेन्स कस्ट चाहिँ। अब कम्तीमा पनि तपाईँहरूको अब सर्भिसिङ गर्दाखेरि चाहिँ त्यो एउटै एमाउन्ट नै लाग्छ है, यताउता तलमाथि होला थोरै, नत्र भने एउटै नै लाग्छ क्या एमाउन्ट चाहिँ, त्यस्तो फरक चाहिँ डिफ्रेन्स चाहिँ छैन। तर NC चाहिँ अब किन्ने कि नकिन्ने त, अब NC भनेको अब राम्रो बाइक हो होइन, तर धेरै चाहिँ आएन है यो बाइक चाहिँ, 1-2 वर्ष आएका सायद, 2 वर्ष पनि राम्ररी आएन क्या, खै कुनै 1 वर्ष जति 1-1.5 वर्ष राम्ररी आयो, अनि 2 वर्ष जति भनौँ न नर्मल्ली 2 वर्ष जति आयो, त्यसपछि चाहिँ डिस्कन्टिन्यू भइहालेको यो बाइक चाहिँ। त्यो मार्केट चाहिँ खाएन है यो बाइकले चाहिँ, किन दाइ कहाँ हो दाइ यार ल चाहियो विमल दाइ पुरा डर भयो भने त फेरि हामीलाई त पुरा के को लागि आउनु रहेछ सही हो। हाम्रो टपिकतिर लाग्यो मैकडा हो, त्यही त अब NC चाहिँ सकेसम्म होइन, यदि तपाईँहरूसित पैसा छ भने चाहिँ RM-मै किन्नु होला भन्छु म चाहिँ, पैसा छ भने चाहिँ, पैसा छैन भने चाहिँ एक्जेट किन्नु होला भन्छु म चाहिँ। एकदम अनेस्ट रिभ्यू दिनुपर्दा चाहिँ NC चाहिँ तपाईँसँग पैसा छ
तर रहर हो भने चाहिँ एनसी किन्नु, किन भन्दा बाइक बबाल हो है। तपाईँहरूले याक्जेटको र आरएमको मिक्स पाउन सक्नुहुन्छ कि एनसीमा, किन भन्दा धेरै कुराहरू यसमा याक्जेटको छ, आरएमको पनि अलिअलि छ होइन। त्यसरी मिक्स भएर बनेको छ कि यो बाइक चाहिँ। अब हेर्न सक्नुहुन्छ, अब मेकानिकल त अब सबै बाइकको एउटै नै भइहाल्यो, तर टेक्निकल कुराहरू चाहिँ अलिअलि आरएमको छ होइन। अनि यसको ओभरअल होइन च्यासिसहरूदेखि लिएर होइन, अनि स्ट्रक्चर बोडी स्ट्रक्चरहरूदेखि लिएर सबै त्यो एक्जेटको टाइपको छ क्या। एक्जेटको दाइ त हो, अब हामीले त्यही नै भन्न सक्छौँ होइन। त्यही हो, अब प्राइस चाहिँ एक्जेटभन्दा यति थोरै महँगो छ क्या यो सोरुमदेखि झिक्ने बेलामा चाहिँ, त्यो अलिअलि महँगो थियो क्या। कहाँ आएको तिमी खासमा? ए घुम्नलाई त ठिक छ, जाऊ त्यतातिर सर। त्यस्तै त्यो एउटै नै छ है एक्जेटको। र कुरा गरौँ प्राइस डिफ्रेन्सको चाहिँ एकदमै नै सेम भएको भनेको चाहिँ एनसीको र एक्जेटको हो। अनि GR7को चाहिँ अलि लो नै छ। अब हेर्न सक्नुहुन्छ तपाईँहरूले है, बाइक पनि सेम छ, प्राइस पनि एकदम लगभग सेम नै छ है एक्जेटको र एनसीको चाहिँ। अनि GR7को अलिक कम छ, एचजेको अलिक बढी छ, अनि आरएमको चाहिँ एकदमै नै बढी छ है। कति 1 लाख 1.5 लाख जतिको नै डिफ्रेन्स होला क्या सायद, जहाँसम्म आरएमको र एनसीहरूको चाहिँ। म त अब तपाईँहरूलाई केही भन्न सक्दैन, अब तपाईँहरूको बजेटले के कति भ्याउँछ होइन। अब आउने भनेको सेकेन्ड ह्यान्ड नै हो होइन, अब सोरुममा चाहिँ आउँदैन। अब सेकेन्ड ह्यान्ड किन्दाखेरि चाहिँ अब बेस्ट डिल त म त के भन्छु भन्दाखेरि, मेरो त अब त्यही हो एउटा भनाइ के भन्दाखेरि, अब पैसा छ भने आरएम किन्नु होला होइन। अब बजेट चाहिँ अलिअलि टाइट नै छ भने चाहिँ एक्जेट किन्नु होला भन्छु म चाहिँ। किन भन्दा अब बजेट टाइट छ भने चाहिँ एक्जेटले खासै दुःख दिँदैन होइन। अनि पैसा छ भने चाहिँ अब आरएमले चाहिँ अब बनायो भने जस आरएम पनि बबाल नै हुन्छ। तर रहर हो होइन, किन भन्दा एनसी चाहिँ मैले धेरै जस्तो अलि रहर भएको केटाहरूले होइन टक्क मन परेर एनसी चढेको टाइपको देखिरहेको छु कि मैले चाहिँ होइन। अब त्यस्तो रहर छ तपाईँहरूलाई होइन, पैसा पनि छ तर रहर पनि छ भने चाहिँ एनसी किन्दा ठिक हुन्छ। एकदम बबाल पावर होइन, अनि बबाल लुक्स है। यो लुक्स एनसीको चाहिँ मलाई यो फेरिङ्सहरू चाहिँ एकदमै बबाल नै लाग्छ कि किन होइन। अब पछाडिको चाहिँ अलि राम्रो लाग्दैन एक्जस्टतिरको, अब आरएमको चाहिँ बबाल लाग्छ पछाडिको चाहिँ। किन भन्दा अब पछाडिको चाहिँ एक्जस्ट कभरहरू निकालिदियो भने चाहिँ खासै नराम्रो देख्दैन क्या आरएमहरूमा चाहिँ, टक्क मिलेको हुन्छ नि त पछाडि चाहिँ। त्यो चाहिँ मलाई बबाल लाग्छ आरएमको चाहिँ। अगाडिको फेरिङ चाहिँ मलाई चाहिँ एनसीको नै बबाल लाग्छ यार। जस त्यही हो केटा, अब मैले खर्च पनि भनिदिइहालेँ होइन। अब खर्च अब लगभग सबै सेम नै हुन्छ कि, किन भन्दा अलिक बढी बिग्रिराख्ने भनेको यो बाइकहरू चाहिँ यही नै हो। म त के सजेस्ट गर्छु भन्दाखेरि, अब सकेसम्म एनसी राम्रै कन्डिसनको किन्नु होला, नत्र भने चाहिँ अलि नकिन्नु नै होला भन्छु एनसी चाहिँ। किन भन्दा अब त्यही नै हो, अब एनसी धेरै पनि छैन, सामानहरू पाउन त पाउँछ कि तर अलि टाइम नै लाग्छ। तर पाउँदो रहेछ यार, मैले एनसीको सामान पाउँदैन होला भनिरहेको हुन्थेँ, मस्त पाउँदो रहेछ क्या सामानहरू। कुर्न पर्छ, टाइम लाग्छ अलिअलि होइन, तर जस मस्त पाउँदो रहेछ क्या सामान चाहिँ, सोरुममै पाउँदो रहेछ। बाहिरको त के कुरा गर्ने गाइज। अब ओभरअल कुरा गर्नु पर्दा चाहिँ अब सबै बाइकमा सेम एमाउन्ट अफ पावर पाउनुहुन्छ होइन। तर एनसीले पनि राम्रै माइलेज दिँदो रहेछ है। एनसी लिइसकेपछि चाहिँ बल्ल थाहा भयो, एकदमै नै राम्रो माइलेज दिने भनेको चाहिँ एचजेले हो मेन त होइन। GR7 चाहिँ मैले रिकमेन्ड गर्दैन तपाईँहरूलाई होइन, किन भन्दा अब GR7 चाहिँ एकदमै नै इन्डिरोको लागि नै बनाए जस्तो टाइपको छ कि GR7 चाहिँ। अब हामीले नेपालमा धेरै जस्तो भनेको अब अन रोड हो चलाउने होइन, कहिले कहिले अफ रोड गइन्छ। तर GR7 भनेको टोटली इन्डिरो टाइपको बनाएको छ कि अब क्रसफायर कम्पनीले चाहिँ। त्यही भएर अब GR7 चाहिँ अब त्यो पनि अब रहर छ, मन लाग्छ, मनपर्छ भने चाहिँ अब चढ्दा भइगयो। नत्र भने अब GR7 चाहिँ म रिकमेन्ड गर्दिनँ। एचजे पनि अब मनपर्छ भने ओके होइन, तर एचजेको चाहिँ पावर हुँदैन खासै होइन। त्यसको लागि चाहिँ अब ट्युन गर्नुपर्ने हुन्छ कि त्यो यताउति के। यदि तपाईँहरूलाई क्रसफायरको फिल लिनु छ भने चाहिँ कि त एक्सजेट लिनुहोस् कि त आरएम लिनुहोस् है। अब दुइटैको फिल लिनु छ भने चाहिँ एनसी लिनुहोस् है त। टक्क आएर हेर्न सक्नुहुन्छ, एनसी पनि बबाल नै हो है। मैले चाहिँ एनसी किन लिएको भन्दाखेरि चाहिँ क्रसफायर है, क्रसफायर बबाल हुन्छ होइन। क्रसफायर भन्ने बाइक चाहिँ मैले खासमा एनसीदेखि नै चिने हो क्या। त्यही भएर मलाई चाहिँ सानैदेखि नै होइन एनसी मन पर्थ्यो, मेरो दाइले पनि एनसी नै मन पर्थ्यो। त्यही भएर चाहिँ हामीले एनसी नै लिएको हो। अरू पनि थियो, एक्सजेटहरू पनि टन्नै थियो लिस्टमा है, अनि आरएमहरू पनि थियो लिस्टमा, तर एनसी नै बबाल लागेर है। त्यो एउटा मान्छेको कस्तो भन्दाखेरि मन के रुचाइ के, त्यही भएर अब एनसी नै लिएँ होइन। त्यस्तो खासै पसुतो लागेको पनि छैन मलाई होइन एनसी लिएर है। थेरि कि एनसी लिएँ होइन, एक्जेट लिनुपर्ने लास्टै खर्च निकालेर त्यस्तो भएको पनि छैन मलाई अहिलेसम्म। सायद पछि पनि हेरौँ, अब नहोस् त्यस्तो, हेरौँ के कस्तो हुन्छ होइन। अब धेरै लिएको भएको त छैन, लिएको त्यही 1-2 महिना लाग्यो होला, धेरै भएको छैन लिएको चाहिँ।
तर मेरो चाहिँ अहिलेसम्मको एक्सपिरियन्स चाहिँ त्यही हो। एनसी चाहिँ यदि तपाईँहरूको रहर छ भने चाहिँ लिनु होला, नत्र भने चाहिँ अरू अप्सन भयो है। त्यही भन्न चाहन्छु म चाहिँ। वर्थ इट छ त अब 2025मा 2025मा NC 250 होइन, अब अहिले पाउने भनेको 2018-19 मोडलकोमा वर्थ इट चाहिँ छ। अब वर्थ इट अलि नलाग्ने भनेको चाहिँ GR7 होला होइन, मलाई चाहिँ जहाँसम्म। तपाईँहरूलाई के कस्तो लाग्छ होइन, मैले चाहिँ मेरो आफ्नो ओपिनियन मात्र भनेको हो होइन। तपाईँहरूलाई GR7 मन पर्न सक्छ होइन, मनपर्छ भने चाहिँ अब मैले केही भन्न सक्दिनँ होइन, तपाईँको रोजाइ हो। तर पनि अब एकदम बेस्ट भनेको त अब यही XZ हो के अरे खासमा त। अब अनि RM अलि डट बाइक भाइब्स दिने चाहिँ म चाहिँ यही तिनवटा बाइक भन्छु है। दुइटैको RM को पनि XZ को पनि फिल लिनु छ भने चाहिँ NC चढ्दा हुन्छ। म चाहिँ अलवेज NC नै चुज गर्छु होला, किन भन्दा मलाई NC नै बबा लाग्छ होइन। सो आजको भिडियो यति नै थियो। तपाईँहरूलाई के कस्तो लाग्यो? अब मेरो बाइक एकदमै नै खोक्का भएको सक्यो, तपाईँले हेर्न सक्नुहुन्छ है। टक्क बाइक राख्यो, हेऱ्यो, बस्यो होइन, के कस्तो छ, कस्तो बवाल भएको छ भनेर हेर्दै बस्यो। त्यस्तो बवाल हुन्छ कि केटा आफूले खर्च गरे आफ्नो तरिकामा बनायो भने चाहिँ बाइक चाहिँ है। सबै बाइक राम्रो हो, आफ्नो तरिकामा बनाउनु पऱ्यो होइन। जस राम्रो कन्डिसनमा राख्नु पऱ्यो, त्यति भएपछि सबै बाइक राम्रो हो भन्छु म चाहिँ। कुनै पनि अब यो राम्रो यो नराम्रो भन्दिनँ। त्यो भिडियो यति नै। तपाईँहरूले के कस्तो लाग्यो है मेरो ओपिनियनहरू चाहिँ। NC नै मनपर्छ के अरे, अब तपाईँहरूको आफ्नै रोजाइ होला। तर अब कन्फ्युज हुनुहुन्छ भने होइन, आई होप तपाईँहरूलाई यो भिडियोले के हेल्प गर्यो होला होइन। यही भन्दा साथ आजको भिडियो म यही इन गर्न चाहेँ। मेरो बाइक टक्क हेर्नु होला, लास्ट लुक देखाइदिन्छु म। अनि अब हामी एकैचोटि अर्को भिडियोमा, अर्को नयाँ भिडियोमा भेटौँला। थ्याङ्क्स फर वाचिङ। स्टे सेफ, स्टे हेल्दी, किप सपोर्टिङ, किप लभिङ, पिस आउट गाइज, बाय।